अब यो तपाईको वृद्ध शरीरबाट हामी यो देशलाई श्रीलङ्कातर्फ लान चाहदैनौँ। तपाईँ आराम गर्नुहोस्, तपाईँ बालकोटमै बस्नुहोस्, बरु तपाईँ सिंहदरबार मलाई जान दिनुहोस्। यति धेरै मानिसहरू यहाँ जम्मा भएका छौँ, तर यहीका मुख्यमन्त्रीले जिउँदाका आफ्ना कार्यकर्तालाई कति पोसे त्यसको हिसाब कसैले निकाल्ला? सायद निकाल्दैन, किनभने त्यो हिसाब निकाल्ने ठाउँमा आफ्नो कार्यकर्ता भर्ना गरेर राखेका छन्। स्वर्गमा पुगेका आफ्ना बाउका नाममा समेत राज्य कोषको दुरुपयोग गर्दा टुलु हेर्यौँ हामीले। राजनीतिलाई मागी खाने भाँडो बनाएर, आफ्ना कार्यकर्तालाई पोस्ने भाँडो बनाएर अनि सधैँ टन्नै कार्यकर्ताहरू जम्मा गराएर जिन्दगीभरि आफू बाँचुन्जेल आफ्नो भोटलाई सुरक्षित गराएर हामीलाई प्लेन चढाएर विदेश पठाउनेहरूको यो सिलसिला नरोकिएसम्म हामी रोकिँदैनौँ। अब जान्नेलाई छान्ने। तपाईँ छाप बदल्नुहोस्, हामी देश बदल्छौँ। तपाईँ चुनाव चिन्ह बदल्नुहोस्, हामी भविष्य बदल्छौँ। तपाईँ आफूले छानेको पार्टी परिवर्तन गर्नुहोस्, हामी यो देश परिवर्तन गर्छौँ। उहाँहरूको ज्योतिषले छान्नुहुन्छ साइत भनेर, यसपालि उहाँको ज्योतिषले यो दिन चुनाव हुन्छ भनेर भन्नुहुन्छ, साइत छान्नुहुन्छ। त्यो दिन उहाँको कुसाइत पार्ने काम हाम्रो। भाग्य तपाईँ र मेरो बदल्नेछ, यो देशको बदल्नेछ। ज्योतिष उहाँको हुनेछ, तर भाग्य हाम्रो लेखिनेछ। यही आँखाले हेरिरहनु होला, यही आँखा, आशा भरोसा र खबरदारीको यही आँखा। तपाईको यो आँखालाई आफ्नो आँखाले खिचेर म सिंहदरबार तर्फको यात्रामा हिँडेको छु। मलाई यही आँखाले हेर्नु होला। यो सञ्चारकर्मी टेलिभिजनमा कराउने मान्छे यसलाई राजनीति आउँदैन हो। मलाई राजनीति आउँदैन र मलाई राजनीति गर्नु पनि छैन। मलाई विदेशमा बेचिएको चेरीलाई नेपाल ल्याउन आउँछ, राजनीति आउँदैन। सुनौलो भविष्य कोर्न आउँछ, राजनीति गर्न आउँदैन। हुरी आउन सक्छ, आँधी आउन सक्छ। अब हाम्रा विरुद्ध सम्पूर्ण शक्तिहरू लागेर बदनाम गराउन सकिन्छ। मलाई यसमा अभ्यास भइसकेको छ, मैले यसको अभ्यास गरिसकेको छु। छातीमा हात राखेर भन्न सक्छु, गर्वले भन्न सक्छु, मैले आजसम्म तपाईको शिर निहुरने एउटा पनि काम गरेको छैन। म गर्दिन पनि। भन्नेले के भने, बनाउनेले के बनाए त्यो मलाई याद छैन, तर मलाई यति थाहा छ कि अब यो देश बनाउनु पर्नेछ। त्यसका लागि हामी मैदानमा उभिएका छौँ। हो, फेरि पनि भन्छु, मलाई राजनीति गर्न आउँदैन, तर मलाई दुर्गममा अस्पताल बनाउन आउँछ। मलाई राजनीति गर्न आउँदैन, तर बाढीले बडा बगाएको बस्ती बनाउन आउँछ। सुनौलो भविष्य कोर्न आउँछ, राजनीति गर्न आउँदैन। विभिन्न विभेदमा परेका नागरिकहरूको सेवा गर्न आउँछ। ऋणको पासोमा नक्कली तमसुक बनाएर आम सर्वसाधारणलाई ठगेकाहरूलाई जेल पुर्याउन आउँछ, राजनीति गर्न आउँदैन। र आज पनि एउटा सानो कार्यक्रमका माध्यमबाट आम सर्वसाधारणलाई दुःख दिनेहरू दर्जनौंको संख्यामा यतिखेर जेलको हावा खाइरहेका छन्। अब पालो आएको छ तिनलाई जेलमा हाल्ने, जसले तपाईँ हाम्रो भविष्य सिंगै अन्धकार बनाएर राखेका छन् र आफू विरुद्धको फाइललाई धुलोको चाङमा अख्तियारतिर लुकाएर राखेका छन्। ती फाइल टकटकाउनको लागि म राजनीतिमा आएको छु। आवाज नभएका मान्छेहरूका लागि, तिनको आवाज बनेर कसैलाई झर्को लागे पनि सर्को बोल्ने निरन्तरताका लागि यही आँखाले हेरिरहनु होला। म यही आँखा भित्र यो देशको सम्भावना खोज्नको निमित्त टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु।